हेलो गाइस, स्वागत छ मेरो नयाँ भ्लगमा। अनि फर्स्ट अफ अल त सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहे। अनि अहिले चाहिँ म के लेखेँ अब त्यसमा यार, यो मुसासिओका नै स्टेसन। म चाहिँ यहाँ आएको छु अहिले यो ठाउँमा। अनि म किन आएको भन्दा चाहिँ मेरो आज त्यो ड्राइभिङ लाइसेन्सको लागि इक्जाम छ, त्यसको लागि आएको 11 बजेबाट। भर्खर म यहाँ पछाडि म्याकडोनल्ड छ, यहाँबाट खाजा खाएर निस्किएँ, कफी। अनि अब बिस्तारै जान्छु त्यता। 11 बजेबाट इक्जाम छ, 10 बज्नु लाग्यो। बिस्तारै हिँड्दै जान्छु। अनि त्यही नै हो, खासै इक्जामको तयारी चाहिँ छैन, जे होला होला हो खास, होइन जे पर्छ त्यही डर्छ भन्ने जस्तो भइरह। जाउँ इक्जाम दिउँ। अनि इक्जामको रिजल्ट पनि चाँडै नै आउँछ अरे। अनि त्यसपछि के हुन्छ म यही भ्लगमा नै भन्ने छु। अनि त्यही नै हो। यस्तो छ यताको भ्यू चाहिँ, घाम लागिरहेछ मिठो। म यहाँ बसिरहेको छु। अनि अस्तिको हप्ता चाहिँ मैले भ्लग हालिनँ, त्यही नि हो। अब एज अ स्टुडेन्ट भएपछि होइन, काम स्कुल मात्रै हुन्छ, त्यही भएर त्यो भ्लग हाल्ने भिडियो बनाउने टाइमै नहुने कि खास। बाहिर घुम्नु पाएको भए पो त्यो नयाँ बनाउनु इन्ट्रेस्टिङ हुन्छ होइन। अब काम घर त्यो कति बनाउनु त्यो वाक्क लाग्ने एउटै थोपडा मात्रै कति हेर्नुहुन्छ। त्यही भएर आज यता आएको बेलामा चाहिँ मैले बनाएको खास त्यही नै हो। आजको दिन कस्तो हुन्छ म देखाउने ट्राई गर्ने नै छु, देखाउने नै छु। हेरेर साथ दिनु होला है त। ठ्याक्क अहिले चाहिँ म त्यहाँबाट निस्किसकेँ, बाटोमा छु। अनि यस्तो साइन देखेर चाहिँ आजकल चाहिँ के बुझ्छु भन्दा यो वान वे भनेर यत्तिको प्रगति चाहिँ भयो है। यो चाहिँ वान वेको साइन आएको त। कस्तो छ अगाडि सर, कस्तो दामी देखेको यहाँ तल के सिधा सिधा रोड छ। त्यहाँ कस्तो छुट्टै लाग्यो कि। उता परतिर चाहिँ यतातिर छ नि, यो डाँडा जस्तो छ त्यतातिर। मैले इक्जाम दिन चाहिँ यो साइडतिर हो, यता मन्दिरहरू रहेछ। सर्टकट थाहा भएको चाहिँ नजिक पर्थ्यो होला, मलाई सर्टकट थाहा छैन नि त। त्यही भएर म जुन म्यापले बाटो देखाउँछ त्यही बाटोबाट जान्छु। अनि यहाँबाट लगभग 10 मिनट्स जस्तो छ। अब कस्तो नराम्रो छ हात ठोक्की यार, आमा यस्तो रेलिङमा कस्तो नराम्रो छ हात ठोक्किएको यार, चिसोमा यार। यहाँ इक्जाम दिन आएको, यहाँ पनि रहेछ कि यस्तो ड्राइभिङ के अरे ड्राइभिङ सिकाउने ठाउँ के गएको भनौँ न। यस्तो छ यता सिकिरह। यिनीहरूलाई त क्या नजिकै यहीँ इक्जाम दिन पायो। अनि यहीँ ट्रायल इक्जाम दिन ठाउँ चाहिँ नजिक भयो यिनीहरूलाई। त्यो कुरो यो चाहिँ खोला रहेछ, खोलाको साइड साइडमा हिँड्नु नि मिल्ने रहेछ। जान्नी पल्टेर म्यापले देखाएको बाटो छोडेर आइयो, यस्तो गल्ली गल्ली आइयो यार, कहाँ पुग्ने हो। सुनसान छ यतातिर गल्लीहरू केटा। आनन्द नो हल्ला है, मै मात्रै होला बोलिरहेको। यिनीहरूले मै बोलेको मात्रै सुनेर होला मेबी। आनन्दको छ। सबैलाई देखाइरहेको छु मैले जापानको गल्लीहरू यस्तै छ। यस्तै त सर इक्जाम पो पास हुने हो कि होइन भने। एकचोटि म म्याप हेर्छु यार, फेरि पिसाब लागेर रहिरहनु भयो। आइ केटा हो, म चाहिँ ठ्याक्कै आइपुगेँ। 25 भयो यो साइडको हो कि यहाँको। अनि उता चोकबाट यस्तो यता लेफ्ट गएपछि ठ्याक्कै आइपुग्छ। हेरौँ, मैले अहिलेसम्म बाटोमा चाहिँ नेपाली एकजना पनि भेटेँ होइन।
मै मात्रै होला यार, के हो यार, एक्लै भन्दा चाहिँ हुन्छ कि त्यो नजानेको कुराहरू हुन्छ नि, कुनै कुराहरू त्यो सोध्नलाई नि अप्ठ्यारो लाग्छ। सोध्न त अरूलाई नि मिल्यो, तर अलि अप्ठ्यारो लाग्छ कि नेपाली भयो भने चाहिँ सजिलो भयो नि त। भाइ 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 पाहुना हो कि हुन्छ नि यस्तो छ त्यो। यो नि ड्राइभिङ स्कुलै होला मेबी, होइन ड्राइभिङ नै सिकाउँछ होला। त्यसको यति ठ्याक्क हाइवे पनि छ। उताबाट अब म्याप अनुसारै आएको भए चाहिँ यही हाइवेमा आउँथेँ, चाहिँ गल्लीको बाटो आएको कि खास, त्यही भएर यहाँ गाडी छ। त्यसको लगेटा हो। म चाहिँ अहिले ट्याक्क त्यो फर्म सम भर्नु पर्दैछ, डेन्जर टाइम लाग्दैछ। 11 बजेबाट स्टार्ट, ट्याक्क अहिले 12 बजिसक्यो। अनि 1 बजेबाट इक्जाम हुन्छ अरे। अनि त्यही भएर यति बेलासम्म त्यो भोक लागिरहेको थियो। अनि ट्याक्क गएर खाजा खाएर आउँछु भनेर नजिकै फ्यामिली मार्ट रहेछ, त्यहीँ जाँदैछु। डेन्जर टाइम लाग्दो रहेछ। 1 बजेबाट इक्जाम स्टार्ट भएको, 11 बजीदेखि म ठ्याक्कै 11 बजी हुन्छ होला, ट्याक्क सकिहाल्छ होला भनेको। अनि डेन्जर धेरै टाइम लाग्दो, डेन्जर धेरै लाइन बस्नुपर्ने कि मेन त, त्यही भएर टाइम लाग्दो रहेछ। त्यही नै हो, ट्याक्क फ्यामिली मार्ट जान्छु, अनि खाजासाजा खान्छु, अनि फेरि गएर 12:50 गएर अनि ट्याक्क रेडी भएर बस्छु। त्यही नै हो, फेरि भेटौँला है त। यहाँ छ क्या फ्यामिली मार्ट चाहिँ, ट्याक्क अब यहाँ गएर खाजासाजा खान्छु, अनि त्यसपछि भेटौँला है केटा। म चाहिँ ट्याक्क यसो कफी ब्रेक भनौँ न, 1 बजेबाट इक्जाम हो, अनि बल्ल 12:30 भयो। अनि ट्याक्क कफी ब्रेक, कफी सफी खान्छु एकछिन, अनि त्यसपछि बिस्तारै जान्छु। त्यही नै हो, यताको भ्यू चाहिँ यस्तो छ। मिठो घाम लगाइरह, कस्तो निद्रा लाग्यो क्या यसरी सुत्दा, निदाइदिउँ क्या अब। अहिले निद्रा लाग, अनि त्यत्रो पैसा तिरेर इक्जाम देखा होइन, अनि फेल भयो नि गाड मस्किन्छ फेरि, लौडा ललित खण्ड खर नि। त्यही नै हो, इक्जाम दिनुपर्छ ट्याक्क मिठो। त्यस्तो पो गाडी चल्ने त केटा, कस्तो दामी। कति माथि बसे जस्तो भयो होला है फिल। अनि यस्तै गाडी चढ्नु पर्ला पछि पैसा कमायो भने। कस्तो जम्की देखेँ। यहाँको प्रोसेस चाहिँ के हुन्छ भन्दा केटा हो, त्यो हामीलाई ड्राइभिङ स्कुलबाट यो गरेको त्यो बारकोड हुन्छ नि, त्यो बारकोड के अरे यहाँ हाम्रो मोबाइलमा हुन्छ नि, त्यहाँ आएर त्यो बारकोड युमितरी गर्ने। अनि युमितरी गरेपछि त्यो फर्म निस्किन्छ कि 3वटा पेपरको, अनि त्यो फर्म भरेर 1 नम्बरमा बुझाएर त्यहाँ पैसा तिर्ने। त्यहाँ चाहिँ 2950 जस्तो लाग्छ। त्यसपछि त्यो यो टेस्ट हुन्छ, त्यसपछि हाम्रो 3rd फ्लोरमा पठाउँछ। 3rd फ्लोरमा नै हामीले त्यो सबै डकुमेन्ट, त्यहाँ भएको डकुमेन्ट बुझाएर जाहिर गर्ने माग्छ। त्यहाँ जुमिनियो चाहिँ एकदम कम्पलसरी नै हो, त्यो भयो भने चाहिँ इक्जाम दिन नमिल्दो रहेछ। अनि त्यो दिएर बुझाएपछि बल्ल इक्जाम फिक्स हुन्छ कि यति बजेबाट त्यो इक्जाम हुन्छ यो रुममा भनेर। त्योसम्म चाहिँ मलाई अहिलेसम्म चाहिँ मैले यति बेलासम्म चाहिँ मैले त्यति मात्रै प्रोसेस गरेँ, त्यति थाहा छ। यो पछिको प्रोसेस चाहिँ म इक्जाम दिएपछि भन्छु है के हुन्छ। त्यही नै हो त। अहिले केटा हो, मैले अहिलेको इक्जाम चाहिँ म पास भएँ। अनि त्यसपछि अब चाहिँ के भन्छ यार, ठ्याक्क नियम हो भन्दा आएर कि बिर्सिहालेँ। यो ड्राइभिङको टेस्ट हुन्छ, त्यसको लागि यो गरेर आएको भएको, त्यो ढिलो भयो। 11 बजेबाट सुरु भएको, अहिले 4 बजिसक्यो, अझै भ्याइगएन यार। ट्याक्कै स्टेसनतिर जाँदैछु, बस आउँछ, अनि बसमा चढेर ट्रेन स्टेसनमा जान्छु। त्यसपछि फेरि काम छ, अनि आज मैले अलिक ढिलो आउँछु त भनेको थिएँ, काममा जानुपर्छ। त्यही नै हो त केटा। एकदम यहाँ पर स्टेसन छ, त्यहाँ जान्छु। बस त आएन कि अहिलेसम्म, यस्तो लन्ड जस्तो भयो यार। ल त केटा एकछिनमा भेटौँला, पास चाहिँ भयो, त्यही हो कुरा।